के तपाईँ स्क्रोल गर्दा गर्दै यो भिडियोमा आइपुग्नु भएको छ? यदि आइपुग्नु भएको छ भने एउटा महत्त्वपूर्ण कुरा गर्न म गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। के तपाईँहरू सोशल मिडियामा समय बिताउनुहुन्छ? अरूहरूको भिडियो हेर्दै, पोस्टहरू हेर्दै, इन्टरटेनमेन्ट गर्नको लागि पनि तपाईँहरू सोशल मिडिया पक्कै पनि चलाउनुहुन्छ होला। तर तपाईँले त्यसो गर्दै गर्दाखेरि के अर्न गरिराख्नु भएको छ त? यदि अर्न गरिराख्नु भएको छ भने त धेरै खुसीको कुरा हो। यदि अर्न गरिराख्नु भएको छैन भने यो भिडियो तपाईँहरूको लागि महत्त्वपूर्ण हुन सक्नेछ। नमस्ते, मेरो नाम नितेश पोखरेल। आई एम फ्रम विराटनगर, नेपाल। नमस्ते, म सृजना पकवाल। हुन त अहिलेको डिजिटल वर्ल्डमा धेरैजना मान्छेहरूले फेसबुक, इन्स्टा, टिकटक जस्ता सोशल मिडिया प्लेटफर्म न्युजहरू सुन्न, म्युजिक भिडियोहरू बनाउन, आफू पोस्ट पनि गर्न र अरूहरूको भिडियोहरू हेर्न तथा मोटिभेसनल स्पिचहरू सुन्नको लागि र आफूलाई मोटिभेट गर्न र रिफ्रेस गर्नको लागि पनि हामीले युज गर्छौँ। सबैको आफ्नो आफ्नो चोइस हुन्छ र प्रायः जसो अब सबैजनाले चाहिँ युज गरिरहेको हुन्छौँ। तर यो युज गर्दै गर्दाखेरि धेरै कम मान्छेले त अर्न पनि गर्नुहुन्छ। प्रायः धेरै जसोले चाहिँ यसमा चाहिँ टाइम पास चाहिँ गरिराख्नु भएको छ, इन्टरटेनमेन्ट चाहिँ लिइराख्नु भएको छ, तर अर्न चाहिँ गर्न सकिराख्नु भएको छैन होला। आज एउटा यस्तो प्लेटफर्मको बारेमा भनिरहेछु, यो जुन चाहिँ सोशल मिडिया युज गरेर हामीले जुन पास गरिरहेछौँ, टाइम पास गरेर अर्न गर्न सकिरहेछौँ, त्यही टाइमलाई युटिलाइज गरेर चाहिँ सोशल मिडिया युज गर्दै थ्रुबाट चाहिँ एउटा बिजनेस रन गर्न सकिन्छ। त्यसको बारेमा केही भन्न गइरहेको छु। यो यस्तो बिजनेस हो, यसको चाहिँ फ्लेक्सिबिलिटी कस्तो छ भन्दाखेरि टाइम फ्लेक्सिबल छ। यो तपाईँले जुनसुकै टाइममा आफूलाई फुर्सदको टाइममा युज गर्न सक्नुहुन्छ। यदि तपाईँ जब होल्डर पनि हुनुहुन्छ भने पनि यो बिजनेसलाई साइड बाई साइड गर्न सक्नुहुन्छ। हाम्रो कुरा गर्दाखेरि चाहिँ म विगत 20 वर्षदेखि विभिन्न नेपालको राम्रो अर्गनाइजेसनहरूमा राम्रो पोजिसनमा जब गरिरहेको थिएँ र अहिले पनि हाल राम्रै पोजिसनमा चाहिँ जब गरिरहेको छु। बिचमा अब युनाइटेड नेसन्सदेखि लिएर अब नेपालको टप मोस्ट कम्पनीहरूमा चाहिँ जब गर्ने सिलसिलामा विगत 20 वर्षदेखि जब गरेँ, तर जबबाट कहिले पनि सेटिस्फ्याक्सन भएन। किनभने जब भनेको आफ्टर अल जबै हुँदो रहेछ, यसको कुनै पनि सर्टेनिटी हुँदैन रहेछ। जुनसुकै बेला पनि तपाईँलाई अब काम गर्दा गर्दै 100वटा तपाईँले राम्रो काम गर्नुभयो, कुनै एउटा काम बिगार्नुभयो अथवा बोसको नजरमा तपाईँ उत्कृष्ट हुनु भएन भने त्यतिखेर तपाईँलाई फायर पनि गर्न सकिन्छ, जबबाट निकाल्न पनि सकिन्छ, अथवा तपाईँले आफैले पनि अब चित्त नबुझेर जब छोड्न पनि सक्नुहुन्छ। त्यही भएर चाहिँ लाइफको अर्निङ उसको चाहिँ सर्टेनिटी भएन। त्यही कारणले गर्दाखेरि यो जब भन्दा चाहिँ अरू के गर्न सकिन्छ त भन्दै जाँदाखेरि स्क्रोल गर्दै तपाईँहरूले स्क्रोल गरेको जस्तै मै पनि स्क्रोल गर्दै जाँदा एकजना मैले पहिलेदेखि नै चिनेको दिदीले एउटा यस्तो बिजनेस गरेको थाहा पाएँ, जुनमा चाहिँ तपाईँको टाइम पनि फ्रिडम छ र लिमिटलेस अर्निङ गर्न सकिने र संसारको जुनसुकै कुनाबाट बसेर पनि यो बिजनेसलाई चाहिँ थ्रु अटोमेटेड सिस्टमबाट रन गर्न सकिने बिजनेसको बारेमा थाहा पाएँ। त्यही कुराको बारेमा चाहिँ आज हामीहरूले त गरिरहेछौँ भने तपाईँहरूले पनि यसबाट किन फाइदा नलिने भन्नको लागि चाहिँ हामीले चाहिँ यो भिडियो बनाएका हौँ। अब फ्यामिलीसित क्वालिटी लाइफ बिताउने, फ्यामिलीसित घुम्न जाने, फ्यामिलीलाई चाहिँ टाइम दिन मन नपराउने को नै हुन्छ र? सबैलाई त फ्यामिलीसँगै बस्न मन लाग्छ, फ्यामिलीसँगै क्वालिटी टाइम बिताउन मन लाग्छ। तर घुम्न जाँदा, फ्यामिलीसँग बस्दा फेरि अर्निङ कसरी गर्ने त भन्दाखेरि यो प्लेटफर्मले चाहिँ त्यो फ्लेक्सिबिलिटी दिएको छ। हामीले यही सोसल मिडिया जस्तो फेसबुक, टिकटक, इन्स्टाग्राम युज गरेर चाहिँ यसमा अर्न गर्न सकिन्छ। यो चाहिँ एउटा एट्र्याक्सन मार्केटिङ हो। एट्र्याक्सन मार्केटिङमा काम गर्छ, अनलाइन काम गर्न सकिन्छ र यसमा कुनै पनि प्रडक्ट हामीले स्टक गरेर राख्नु पर्दैन, कुनै पनि प्रडक्ट सेल गर्नु पर्दैन। यसमा जस्ट हामीले चाहिँ यसको अटोमेटेड सिस्टम युज गरेर 90% काम तपाईँको अटोमेसनले गर्छ भने 10% काम तपाईँले आफ्नो फेसबुक, सोसल मिडिया जस्तै टिकटक, इन्स्टाहरू युज गरेर चाहिँ गर्न सकिन्छ। यदि तपाईँ यसबारेमा अझै धेरै जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो वेबसाइट www.srinitesh.com मा गएर आफ्नो इमेल राखेर चाहिँ रजिस्टर गरेर फर्दर
जानकारी लिन सक्नुहुन्छ। र यदि तपाईँहरू डाइरेक्टली हामीसित कनेक्ट हुन चाहनुहुन्छ भने हामीलाई डाइरेक्ट मेसेज पठाएर पनि हामीसित कनेक्ट हुन सक्नुहुन्छ। आजको यो भिडियो तपाईँहरूको लागि साह्रै नै महत्त्वपूर्ण भयो जस्तो लाग्छ। र यदि तपाईँलाई अझै क्युरियोसिटी छ यो बिजनेस कसरी गर्ने, के गर्ने, यसमा के गर्नुपर्छ भन्ने कुरा जान्नु मन छ भने तपाईँहरूलाई हामीलाई कन्ट्याक्ट गर्नुहोस्। थ्याङ्क यू। नमस्ते।